सभापतिजी, मञ्चासीन सबै नेतागण, यहाँ उपस्थित सबै बाआमा दाजुभाइ दिदीबहिनीहरू सबैलाई नेपाली कांग्रेसको हार्दिक जय नेपाल। जानकी मातालाई नमन, सबै अमर शहीदहरूलाई कोटी कोटी नमन। तपाईहरू सबै गाउँ गाउँबाट आउनु भएको साथीहरूलाई फेरि एकपटक जय नेपालको नमन। राजा जनकले कुनै बेला यही ठाउँमा एउटा घोषणा गर्नुभयो, जसले शिवधनुष उठाउन सक्छ, टाका लाउन सक्छ, उसँग मात्रै सीता माईको विवाह हुन सक्छ। एक से एक राजाहरू आए, उठाउन सकेन। सीता माईको विवाह नहुने भयो, दरबारका सबै आत्तिए। राजा जनकलाई उनले भन्न थाले, महाराज तपाईँ महाराज हो, नियम बदलिदिनुहोस्, दण्ड कसैले दिँदैन। राजा जनकले भन्नुभयो, बरु सीता अविवाहित बस्छिन्, तर यो नियम बदलिन्। पछि भगवान श्रीराम आउनुभयो, धनुष उठाउनु भयो, सीतामाईको विवाह भयो, त्यो विजय भयो। तर त्यो शक्तिको विजय थिएन, त्यो राजा जनकको प्रतिज्ञाको विजय थियो। आज यो जनकको भूमिमा म कुनै बाचा गर्न आएको होइन, म कुनै घोषणा गर्न आएको होइन, म नेपाली कांग्रेसको तर्फबाट प्रतिज्ञा गर्न आएको हो। आज म यहाँ जे बोल्छु, यो प्रतिज्ञामा जे कुरा लेखिएको छ, यसको अक्षर अक्षर प्रत्येक अक्षर नेपाली कांग्रेसको सभापतिदेखि गाउँ तहसम्म बसेको एउटा सदस्यले 5 वर्ष यसको पालना गर्नेछ। जस्तो सुकै असहज परिस्थिति होस्, सरकारमा होला, प्रतिपक्षमा होला, महलमा होला, सडकमा होला, तर राजा जनकले जस्तै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट 1 इन्च पनि आफूलाई पर सार्नेवाला छैन। मैले भर्खर एउटा भिजन अर्थात् हाम्रो परिकल्पनाको यो 10 वटा बुँदाहरू यहाँ सार्वजनिक गरे। यसमा हामीले लेखेका छौँ, यो नेपाललाई हामी प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउने छौँ। यो नेपालमा प्रत्येक नेपालीले सपना देख्न सक्ने र आफ्नो जीवनकालमा त्यो सपना साकार हुन सक्ने बनाउने छौँ। यो नेपाललाई हामी पेटभरि खुवाउने अनि आफ्नो उत्पादनलाई संसारभरि चिनाउन सक्ने किसानको नेपाल बनाउने छौँ। यो नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दाखेरि ऋण काट्नु नपर्ने नेपाल बनाउने छौँ। यो नेपाललाई हामी ओखती गर्दै गर्दाखेरि डराउन नपर्ने नेपाल बनाउने छौँ। यो नेपाललाई हामी यो नेपाललाई हामी मौलिकतामा गौरव गर्ने तर सँगसँगै आधुनिकतामा लम्कने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी समुन्नतिमा लम्कने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी प्रत्येक नागरिक हैरानीबाट मुक्त भएको नेपाल बनाउनेछौँ। यो हाम्रो सङ्कल्प हो, यो हाम्रो प्रतिज्ञा हो। यो 10 वर्षमा 15 वर्ष लाग्ला, यो 5 वर्षभित्रै सबै कुरा पुरा हुन्छन् भन्ने होइन। तर योभन्दा अगाडि अब नेपाली कांग्रेसका प्रत्येक पाइलाहरू, प्रत्येक निर्णयहरू यही लक्ष्य भेटाउनका निम्ति हुनेछन्। यो हाम्रो प्रतिज्ञा हो। यो प्रतिज्ञा गर्न म आज यहाँ आएको। यही प्रतिज्ञामा आधारित भएर हामीले आज केही सङ्कल्पहरू पनि यहाँ सँगसँगै गरेर लिएर आएका छौँ। हामीले गरेको यो प्रतिज्ञा पुरा नहुँदै गर्दा कसैले प्रश्न गर्न पाउँछ कि पाउँदैन, आलोचना गर्न पाउँछ कि पाउँदैन? एकदमै राम्रोसँग पाउँछ। अब प्रश्न गर्दै गर्दा कुनै युवक भाद्र 23 मा राज्यको गोलीबाट मारिएको जस्तो मारिनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन, यो हाम्रो प्रतिज्ञा हो। हामी यस्तो नेपाल बनाउन चाहन्छौँ। भाद्र 23 र 24 गते थुप्रै तन्नेरीहरू सडकमा आए।
ती तन्निरहरूको भावनालाई नेपाली कांग्रेस पार्टी सम्पूर्ण रूपमा ग्रहण गर्छ। तिनले के भनेका थिए? ती हाम्रै घरका छोराछोरी हुन्, ती हाम्रै भाइ भतिजाहरू हुन्। जेनजी भनेको कहीँबाट आएको होइन, हाम्रै हो। तिमीले हामीलाई इन्कार गरेको होइन, तर हाम्रो शैली हामीलाई बदल भनेको। तिनले प्रश्न गरेको, दाइ बाले दुःख गरेर पढाए, आमाले ऋण काटेर पढाइन्, तर जागिर खोइ। दाइ दुःख गरेर पढे, जागिर पाए, तर खल्ती खाली छ। मेरो डिग्रीले प्राप्त गरेको जागिरले मेरो खल्ती मात्र भरेर हुँदैन, आमाको चोलीमा पनि लगेर मैले 2 पैसा हालिदिनुपर्छ। खोइ, उसले सोधेको यति मात्रै हो। यी सबै प्रश्नको उत्तर लिएर आज हामी आएका छौँ। अबको नेपालमा एउटा नौजवानले भनेको जस्तो, कानुन ठुलाका लागि चयन, सानाको लागि होइन। यो अध्याय अब समाप्त भयो। अब नेपालको प्रधानमन्त्री वा नेपालको कोही पनि ठुलो व्यक्ति कुनै पनि काण्डमा मुछेको कुरा नहुने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गराउँछ। यो हाम्रो प्रतिज्ञा हो। अब एउटा किसान खेती गर्ने बेलामा मैले खाद कहिले पाउँछु भनेर लाइन बस्नु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। अब एउटा युवकले लाइसेन्स दिन जाँदै गर्दा घुस दिनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। अब कसैले पनि झुटो मुद्दाको शिकार हुनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। अब हातमा फाइल बोकेर काठमाडौँको अदालत महिनौसम्म धाउनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। यो केवल खोक्रो भाषण होइन, कसरी गर्ने, कसरी सकिन्छ, के कारणले गर्दा भएन, त्यो प्रत्येक कुराहरूको खोजी गरेर आएका छौँ। अघि विश्वप्रकाश शर्माले भन्नुभएको जस्तो हिजो केही पनि भएको थिएन, अब सबै राम्रो गर्छौँ भनेर होइन। अघि विमल दाइले भन्नुभयो हिजो धेरै धेरै कामहरू भए, तर केही थुप्रै कुराहरू गर्न बाँकी पनि छ। हिजो थुप्रै राम्रा कामहरू भए, तर केही गल्तीहरू भएकै छन्। त्यसको सुधार गर्ने सङ्कल्प र योजना बोकेर आएका छौँ। आज हामीले 27 वटा विषयमा एउटा एउटा कुरा लेखेका छौँ। यो लेख्नको लागि लेखेको होइन। म केही दिन सरलाई बसेर, अहिले त्यस पछाडि काठमाडौँमा गएर आफै बसेर, टिमसँग बसेर, तर म आफै बसेर यसको एउटा एउटा अक्षर लेखेर आएको। किनकि यो पटक हामीले भन्यौँ हामी घोषणा गर्दैनौँ, हामी प्रतिज्ञा गर्छौँ। प्रतिज्ञा गर्नुभन्दा पहिला लेखेको कुरा के हो अर्कालाई लेख्न दिएर आएर पढ्ने होइन, आफैले लेख्नुपर्छ, आफैले बुझ्नुपर्छ, आफैले मान्नुपर्छ भनेर तयार गरेर आएको। यो 27 वटा क्षेत्रमा शिक्षाको होला, स्वास्थ्यको होला, कृषिको होला, युवाको होला, महिलाको होला, दलितको होला, अल्पसङ्ख्यकको होला, ती प्रत्येक कुरालाई कसरी पुरा गर्छौँ भन्नका लागि 7 वर्षदेखि काम गरेका छौँ। एउटा एउटा क्षेत्रमा कसरी परिणाम ल्याउन सकिन्छ भनेर काम गरेका छौँ। त चोर, म असल, म भाटाले हानेर ठिक लगाउँछु, यसरी देश बन्ने भए धेरै पहिला बनिसक्थ्यो। देश यसरी बन्दैन। समस्या छ, समस्याको जरा कहाँ, समस्याको चुरो कहाँ छ, कुन ठाउँमा गएर ठिक बनायो भने परिणाम ठिक आउँछ, एउटा एउटा कुरा खोजेर त्यो गर्ने सङ्कल्प बोकेर यहाँहरू उभिएका छौँ। हामीलाई विकास चाहिएको छ, हामीलाई प्रगति पनि चाहिएको छ, तर हाम्रो अधिकारहरू गुमाए पहिचानको महत्त्व के हुन्छ भन्ने कुरा मधेसलाई भन्दा कसलाई थाहा होला? प्रत्येक जाति, प्रत्येक समुदाय, प्रत्येक भाषा, प्रत्येक संस्कृति, प्रत्येक धर्मलाई आफ्नो ठाउँ चाहिएको छ। त्यो ठाउँ खोसेर होइन, त्यो ठाउँलाई अझै फराकिलो बनाएर सनातनदेखि चलिआएको धर्म, संस्कृति, परम्परा, मान्यतालाई जोगाएर, तर यहाँभित्रका सबै धार्मिक अल्पसङ्ख्यकले पनि आफ्नो धर्मको अभ्यास गर्ने ठाउँ सबैलाई सृजना गरेर सँगसँगै लिएर यहाँभित्रका दलित, यहाँभित्रका थारू, यहाँभित्रका अल्पसङ्ख्यक, यहाँभित्रका मुस्लिम सबै समुदायलाई सँगसँगै लिएर गएर सबैको अधिकार संरक्षण गरेर विकासको त्यो ठाउँमा हामी पुग्ने हो, यो सङ्कल्प गरेर आएका छौँ। हिजो नेपालले स्कटल्यान्डलाई क्रिकेटमा हरायो, हामी सबै खुसी भयौँ। खेल मैदानमा त हाम्रो कप्तान र खेलाडीहरू मात्रै थिए, तर कसले खेलेको थियो? हिजो टिम नेपालले खेलेको थियो। तपाईँ पनि खेल्नु भएको, म पनि खेलेको, हामी सबै खेलेको, अनि बल्ल नेपाल जितेको। टिम यसरी बन्छ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीलाई कुनै भ्रम छैन। देश एक्लैले कसैले बनाउन सक्दैन। तपाई कांग्रेसलाई मत दिनुस् अनि नेपाली कांग्रेसबाट बन्छौं अनि चटक गरेको जस्तो देश बन्छ भन्ने होइन। नेपाली कांग्रेसले टिम नेपालको नेतृत्व गर्छ, तर त्यो टिम नेपालमा 6743 वडाको वडा अध्यक्ष पनि रहन्छ, त्यसमा 753 वटा पालिका पनि रहन्छ, त्यसमा 7 वटा प्रदेश पनि रहन्छ, त्यसमा संसदभित्र रहेका सबै पार्टी रहन्छन्। कांग्रेसको टिम नेपालभित्र एमाले पनि रहन्छ, माओवादी पनि रहन्छ, रासोपा पनि रहन्छ, जसपा पनि रहन्छ। सबैलाई मिलाएर त्यसको नेतृत्व गरेर देश बदल्ने जिम्मा लिएर हामी आएका छौं। एउटा देशभित्र रहेको एउटा नागरिक पनि रहन्छ, देश बाहिर काम गर्न गएको एउटा युवक पनि रहन्छ, यो देशको निजी क्षेत्र पनि रहन्छ, यो देशको सामाजिक धार्मिक संस्थाहरू पनि रहन्छ। यो सबैलाई जोडेर टिम नेपालले अब 5 वर्ष लड्छ, जित्छ र हराउँछ। कसलाई? अर्को पार्टीलाई होइन। यो टिम नेपालले यो 5 वर्ष हराउँछ, नेपालको कुशासनलाई हराउँछ, नेपालको गरिबीलाई हराउँछ, नेपालको बेरोजगारीलाई हराउँछ। यो जितको एउटा संकल्प बोकेर आएका छौं, तर एक्लै हिँडेर होइन, सबलाई समेटेर, सबलाई जोडेर। त्यसैले पार्टीका सबै साथीहरूलाई मेरो आग्रह छ, 32 जना उम्मेदवार साथीहरू यहाँ आउनुहुन्छ, त्यो मध्येको म एउटा म पनि हुँ। तपाईहरु केही साथीहरू मात्र यहाँ आउनु भएको छ। आज हामीले आज थुप्रै साथीहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा बस्नुस् भनेका छौं। तपाई के नेता साथीहरू मात्र यहाँ आउनु भएको छ, किनकि यहाँबाट फर्केर अब तपाईले सन्देश लिएर जानुपर्ने छ। अब केही दिन मात्रै बाँकी छ, तपाईहरु घर घर जानुस्, आफै उम्मेदवार बनेर जानुस्, छाती ठोकेर जानुस्, खुट्टा दरो टेकेर जानुस् र गएर भन्नुस् यो 5 वर्ष कांग्रेसले अब खेर फाल्न जान दिँदैन। यो बदलिएर आएको कांग्रेस हो, यसले हिजोको दिनमा गौरव गर्छ, कांग्रेसको इतिहासमा गौरव गर्छ, तर हिजोमा अड्केर बस्दैन। आजको समस्या समाधान गर्छ र भोलिको उज्यालोतर्फ देशलाई डोर्याउँछ। यो जिम्मा लिएर भन्नुस्, यो कांग्रेसले सक्छ, यसले सम्हाल्छ, जिम्मा लिएर भन्नुस्। किनकि यो यसको शक्ति घृणा होइन, यो कांग्रेसको शक्ति प्रेम हो, यो कांग्रेसको शक्ति निषेध होइन, यो कांग्रेसको शक्ति सबैलाई सहभागी गराउने चाहना हो। त्यसकारणले गर्दा नेपाली कांग्रेसले सबैलाई सम्हालेर, सबैलाई समेटेर अब देशमा कहीँ कतै गोली चल्न नदिएर, सिंहदरबार जल्न नदिएर एउटा परिणाममा पुर्याउँछ भन्ने विश्वास लिएर घर घर जानुस् र उम्मेदवारलाई मात्र होइन, दुईटै चुनाव चिन्ह रुखमा गाछीमा मत हाल्नुपर्छ भनेर गएर भन्नुस्, सिकाउनुस्। म सबैलाई आग्रह गर्न चाहन्छु। आज हामी मधेसको पावन भूमिमा जम्मा भएका छौं। यो दुर्गानन्द झाको भूमि हो, जसले 19 को युवा हुँदै गर्दा त्यो युवा नेताले साहसको प्रमाण दियो, प्रतीक्षा गरे। यो महेन्द्र नारायण निधिको भूमि, जसले गान्धीवादलाई पुस्तकभित्र मात्र समेट्नु भएन, आफ्नो जीवनमा लागू गर्नुभयो। यो कामेश्वर कुशेश्वरको भूमि हो, जसको शहादतले आज हामी मञ्चमा बस्न पाएका छौं। मधेसले मात्र होइन, आज सुदूरपश्चिममा कसैको सभा भइरहेको छ, पूर्वमा कसैको सभा भइरहेको छ, आज कर्णालीमा कसैको सभा भइरहेको छ। हिजो कामेश्वर कुशेश्वर झुन्डिन तयार नभएको भए, ढल्न तयार नभएको भए आज ती ठाउँमा सभा गर्ने हाम्रो हैसियत रहँदैन थियो। कामेश्वर कुशेश्वरको ठाउँ हो यो प्रदीप गिरी र सरोज कोइरालाको ठाउँ हो यो महेश्वर बाबुको र सेकेद्रिसको ठाउँ हो र यो नेपालका तमाम सबै प्रजातान्त्रिक आन्दोलन जन्माएको ठाउँ हो यो मधेस आन्दोलनको बलिदानीको ठाउँ पनि हो यो। म रमेश महतो लगायत यी शहीदहरूलाई पनि सम्झन्छु। ती सबै शहीदहरूलाई सम्झेर, तिनबाट प्रेरणा लिएर नेपाली कांग्रेस आज यो 5 वर्ष नेपालको समुन्नति हुँदै गर्दा समुन्नतिको सबैभन्दा ठूलो अंश मधेसले पाउँछ भन्ने प्रतिज्ञा पनि आज यहाँ उभिएको छ। नेपाली कांग्रेस सुविधामा जन्मिएको पार्टी होइन, हामी अप्ठ्यारोमा जन्मिएको। अप्ठ्यारो बेलामा मधेसले हामीलाई असाध्यै धेरै साथ दियो, हामीले पनि दियौँ, तर कहीँ न कहीँ केही कमजोरीहरू भएका छन्। हिजोको हाम्रो सम्बन्ध हिजोको मात्र भनेर हुँदैन, ती दिनहरूलाई सम्झेर मात्र हुँदैन। हामी एकपटक फेरि हिजोकै सम्बन्धलाई पुनर्जागृत गर्न चाहन्छौँ, तर बोलेर होइन, सम्झेर होइन, कामबाट पुनर्जागृत गर्न चाहन्छौँ। हामी एकपटक सिङ्गो मधेसको नेतृत्व गर्न चाहन्छौँ, मधेसको मुद्दालाई जुरुक्क बोक्न चाहन्छौँ। संविधानमा थुप्रै कुरा लेखिएको छ, तर अझै पनि केही कुराहरू पहिचानको कुरा छ, प्रगतिको कुरा छ, प्रतिष्ठाको कुरा छ, आत्मसम्मानको कुरा छ,
समान व्यवहारको कुरा छ, न्यायको कुरा छ, मधेसभित्रै भएको विभेदहरू हटाउनु पर्ने कुरा छ, यहाँको महिलाको कुरा छ, दलितको कुरा छ, मुस्लिमको कुरा छ, अल्पसङ्ख्यकको कुरा छ, थारूको कुरा छ, माझीको कुरा छ। यी तमाम विषयहरूलाई सबैलाई समान व्यवहार गरेर समेटेर लिएर जानुपर्नेछ र नेपाली कांग्रेस पार्टीको तर्फबाट सबैलाई समेटेर लिएर जाने प्रतिज्ञा गर्न यहाँ आएका छौँ। 117 जनाको शहादत भइसके पछाडि यता नेपालले पाएको यो संहितालाई जोगाउनु पनि पर्नेछ, यसलाई कामकाजी पनि बनाउनु पर्नेछ। यो 5 वर्ष प्रदेशको सरकारसँग मिलेर मधेस प्रदेशलाई नै सबैभन्दा केन्द्रमा राखेर नेपालको संहितामा देखिएका समस्याहरू सबको हल गरेर नेपालमा संहिता किन चाहिन्छ भन्ने कुरालाई हामी प्रमाणित र स्थापित गर्न चाहन्छौँ र गर्छौँ। यो प्रतिज्ञा गर्न पनि यहाँ आज हामी उभिएका हौँ। नेपालको पहिलो पाठशाला कहाँ खुलेको? मटियानीमा खुलेको। यत्रो ठुलो गौरवको केन्द्र हो यो। कुनै बेला हाम्रो पहाडमा बाहरू भन्नुहुन्थ्यो, 70बाट शिक्षक नआउनु भएको भए मैले गणित जान्दिनँ थिएँ बाबु भन्नुहुन्थ्यो। गणित र विज्ञान पढे पनि नेता मन्त्री प्रधानमन्त्री भएका छन्, सबलाई मधेसका छोराहरूले नै पढाएर भएका हुन्। तर आज हाम्रो मधेसको विद्यालयमा हाम्रो सरकारी तथ्याङ्कले भन्छ सबैभन्दा गणितको कमजोरी कहाँ भइरहेको छ? हाम्रो कक्षा कोठामा भइरहेको छ। सबैभन्दा बढी विज्ञानको कमजोरी कहाँ भइरहेको छ? हाम्रो मधेसको कक्षा कोठामा भइरहेको छ। अब नेपालले मौका के को पाउँदैछ? सूचना प्रविधिको मौका पाउँदैछ। सूचना प्रविधिको क्षेत्रमा लाखौं नयाँ रोजगारी सृजना हुँदैछ। एउटा युवकले महिनाको लाखौं कमाउने अवस्था बन्दैछ। तर हाम्रो मधेसको विद्यालयको गणित र विज्ञानको स्तर यस्तै रह्यो भने फेरि मधेसको युवाहरूको अर्को एउटा पुस्ता त्यो कमाइबाट वञ्चित हुन्छ। त्यसैले हामी मधेस आएका छौँ, यहाँ गणित र विज्ञानको पढाइ सुधार्छौँ। यसलाई फेरि एकपटक ज्ञानको केन्द्र बनाउँछौँ, यो जिम्मा लिएर आएका छौँ। छोटो समय स्वास्थ्य मन्त्री भएर काम गर्ने मौका पाएको थिएँ। स्वास्थ्य मन्त्री भएर काम गर्दै गर्दा एउटा सपना देखेँ र काम प्रारम्भ गरेँ। कुनै पनि नेपाली, कोही पनि नेपाली जब अस्वस्थ हुन्छ र अस्पताल जान्छ, अस्पतालको बेडमा उपचार गर्न गएर सुत्छ, उसलाई आफ्नो जीवन बाँच्छ कि बाँच्दैन भन्ने कुराको चिन्ता पनि के हुन्छ भने म उपचार गर्दै गर्दा मेरो घर टाट पल्टिन्छ भन्ने कुराको सबैभन्दा ठुलो चिन्ता त्यसको हुन्छ। कतार जान्छ, 2 पैसा कमाएर आउँछ, आमालाई मुटुको रोग लाग्छ, छोराले उपचार गर्दा गर्दै 6 वर्ष कतारमा कमाएको पैसा सकिन्छ। यो चिन्ताबाट नेपाललाई मुक्त गर्नका निम्ति एउटा नेपालीले कुनै पनि अस्पतालमा गएर सुतिसकेपछि जब वो बिरामी पर्छ, उसको परिवारको सदस्य कुनै डर नमानिकन खल्तीबाट बिमाको एउटा कार्ड निकाल्छ, टेबलमा राख्छ र 1 रुपैयाँ पैसा नतिरिकन उपचार गरेर फर्केर आउँछ। यो सपना देखेर बिमाको कानुन बनाएर त्यो काम प्रारम्भ गरेर हिँडेको हुँ। तर मेरो सपना अधुरै रहेको छ। यो सपना पुरा गर्ने समय आएको छ र त्यो सपना पुरा गर्दै गर्दा मधेसको अस्पताललाई बलियो बनाउनु पर्नेछ। निशुल्क त हुन्छ, 1 रुपैयाँ पैसा खल्तीबाट तिर्नु नपर्ने नेपाल बनाउने हो। हामीले सक्छौँ, योजना बनाएर आएका छौँ। तर उपचार लिनका लागि कोही यही मधेसभित्र पनि कोही जनकपुर कुदिहाल्नु पर्ने, कोही वीरगञ्ज कुदिहाल्नु पर्ने, कोही विराटनगर कुदिहाल्नु पर्ने, एउटा उपचार गर्नु पर्यो भने एम्बुलेन्समा हालेर काठमाडौँ जानुपर्ने होइन। सर्लाहीकोले सर्लाहीमा पाउँछ, सप्तरीकोले सप्तरीमा पाउँछ, सिराहाकोले सिराहामा, रौतहटकोले रौतहटमा उपचार गर्न पाउने अवस्था निर्माण गर्ने हो। 5 वर्षभित्र गर्ने सङ्कल्प बोकेर आएका छौँ हामी। मधेस अन्नको भण्डार सबले भन्यौँ हामी, तर कहाँ छ अन्नको भण्डार? सबैभन्दा बढी दुःख कसले पाएको छ? खेती किसानी गर्ने मान्छेले पाएको छ। किसानका सब छोराहरू भागिरहेका छन्, कोही किसानी गर्न मान्दैन। म सर्लाहीमा आएर 3-4 दिन घुमेँ, उखुको किसानको रुवावासी छ, आलुको किसानको रुवावासी छ, मल नपाएका कथाहरू छन्, ऋण नपाएका कथाहरू छ, ऋण तिर्न सकेको छैन, सानो व्यवसाय गर्ने मान्छेको चौपट छ। एकापट्टि बजारको यस्तो अवस्था छ भने अर्कोतिर पर्यावरणको भयावह समस्या छ। पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले मन्त्र जस्तो गरी जप्नु भएको त्यो चुरे क्षेत्रको संरक्षण नगर्दै गर्दा खानेपानीको हाहाकार छ मधेसमा। म खानेपानीको समस्या समाधान गर्न मधेस आएको छु। यो दशकलाई खानेपानीको दशक बनाउने हो, यो दशकलाई किसानको दशक बनाउने हो। पूर्वाधार बनेको छ, चलेको छैन। सिँचाइका कतिपय पूर्वाधारहरू अलपत्र परेका छन्। यो 5 वर्ष हाम्रो मधेसलाई साँच्चीकै मैले अघि नै सपनाको भने पेटभरि खुवाउन सक्ने, सिङ्गो नेपाललाई पेटभरि खुवाउन सक्ने उत्पादन हाम्रो मधेसले गर्छ।
त्यो गर्ने बनाउने सङ्कल्प र योजना बोकेर आज हामी यहाँ आएका छौँ। हाम्रा केटाहरू यहाँबाट वैदेशिक रोजगारीमा गएका छन्, थुप्रै गएका छन्। म अस्ति धनकोलमा थिएँ, एकजना बुढो मान्छे आउनुभयो र मलाई के भन्नुभयो भने, बाबु मेरो छोरा दुबईमा छ, काम गर्न गएको, तर मुटुमा कतै न कतै समस्या भयो, उसलाई फिर्ता लिएर आउनु पर्यो। मैले उनको कुरा सुने, आफ्नो साथीभाइलाई भने, अहिले उनलाई फिर्ता ल्याउने प्रक्रिया चलिरहेको छ। मैले अस्ति सुने, उनले मलाई भने, मैले त्यहाँ खबर गरेँ, उनले मलाई भेट्न पाएर भने, अब वैदेशिक रोजगारीमा गएको साथीले कुनै नेतालाई भनसुन गरेर होइन, हामीले यसमा प्रतिज्ञा गरेर आएका छौँ, एउटा युवक नेपालमा रोजगारी नपाएर विदेश जान बाध्य हुन्छ भने उसले 1 रुपियाँ पैसा नतिरिकन यहाँबाट विदेश गएसम्म र विदेशमा बस्ने बेलामा पनि, चाहे कतार बसोस्, चाहे मलेसिया बसोस्, यहाँको मन्त्रीको सांसदको हाम्रो तलब काटेर भए पनि त्यो दूतावासमा मान्छे राखिन्छ, तिनको हेरचाह गरिन्छ, तिनको जिम्मा हामीले लिने हो। म आज यहाँबाट भन्न चाहन्छु काङ्ग्रेसको सभापतिको हैसियतमा, कतारमा भएको साथीलाई, मलेसियामा भएको साथीलाई तपाईँप्रति सलाम छ, तपाईँप्रति सम्मान छ। तपाईँको सुरक्षाको जिम्मेवारी हाम्रो। हामी योजना लिएर आएका छौँ। तपाईँ अब नेपाल फर्किँदै गर्दा बालाई पैसा पठाउनुहोस्, आमालाई पैसा पठाउनुहोस्, श्रीमतीलाई पठाउनुहोस्, श्रीमतीले श्रीमानलाई पठाउनुहोस्, छोराछोरी पढाउनुहोस्। तपाईँले कमाएको पैसाको थोरै अंशमा सरकारले पैसा थप्छ र प्रत्येक एउटा नेपाली जो कतार मलेसिया गएको छ, नेपाल फर्किँदै गर्दा कुनै न कुनै व्यवसायको मालिक भएर मात्र फर्कन्छ। त्यो ग्यारेन्टी लिएर हामी आज साथीहरूको बिचमा आएका छौँ। हामी यहीँभित्र पनि रोजगारी सृजना गर्न चाहन्छौँ। मधेसमा अपार रोजगारीको सम्भावना छ। 4 खरबको हामी अन्न, पात, तरकारी, फलफुल, माछा, मासु, दुध किन्छौँ। हामी केरा पनि किन्छौँ, प्याज पनि किन्छौँ, धनियाँ पनि किन्छौँ, मरिच पनि किन्छौँ। 4 खरबको किन्छौँ। केटाकेटी बाहिर पढ्न पठाउँछौँ, केटाकेटी बाहिर काम गर्न पठाउँछौँ, तिनले कमाएर नेपाल पैसा पठाउँछन्, तिनको पैसाबाट अनि गएर हामी खेती किसानी गर्ने ठाउँमा खेती किसानी गर्न नसकेर र त्यहाँ गइसके पछाडि हामी त्यसको आम्दानीको, त्यसबाट ती मानिसहरूलाई थप सम्पन्न बनाउनु पर्ने, तिनलाई थप प्रोत्साहित गर्नुपर्ने ठाउँमा हामी सबै किनेर ल्याएर मात्र खान्छौँ। हामी यहाँ आज हाम्रो पार्टीको नेता विनोद चौधरी यहाँ आउनुभएको छ, जसले हजारौँ रोजगारी सृजना गर्नुभएको छ। हामी यस्तो हजारौँ रोजगारी सृजना गर्न सक्ने क्षमता भएको यही प्रदेशका थुप्रै निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ। यहाँको नौजवानहरूलाई पनि, यहाँका नयाँ पुस्ताका साथीहरूलाई पनि, तिमी आफू पनि काम गर, अरूलाई पनि काम सृजना गर भन्ने एउटा अवस्था निर्माण गर्न चाहन्छौँ। पर्यटनको क्षेत्रमा काम गर्न चाहन्छौँ, हामी यहाँको उद्योगको क्षेत्रमा काम गर्न चाहन्छौँ, हामी यहाँको पूर्वाधारमा काम गर्न चाहन्छौँ। के काम गर्ने योजना सहित हामीहरू यहाँ आएका छौँ। मधेसको वित्तीय संरचना खलबलिएको छ। कहीँ मिटर ब्याजबाट पीडित छन्, कहीँ लघु वित्तको पीडा छ, कहीँ सहकारीमा ठगिएका छन्। सहकारीका ठगहरूलाई तह लगाउने मात्र होइन, लघु वित्त र मिटर ब्याजका ठगहरूलाई तह लगाउने मात्र होइन, हामी मधेसमा वैकल्पिक वित्तीय संरचना यहाँभित्र निर्माण गर्न चाहन्छौँ। मधेसको महिला, मधेसको दलित, मधेसको अल्पसङ्ख्यक प्रत्येकका निम्ति एउटा सोच र योजना बोकेर आएका छौँ। हामी यहाँका तन्नेरीहरूसँग काम गर्न चाहन्छौँ। यहाँको लागु पदार्थको यत्रो ठुलो दुर्व्यसनको अवस्था बनेको छ, हामी यसका विरुद्ध अभियान छेड्न चाहन्छौँ। मैले यहाँ भेट्दै गर्दा थुप्रै मेरो क्षेत्रमा तन्नेरीहरू भेटेको छु, जसमा खेलकुदको ठुलो सोख छ। मैले यही मेरो सर्लाहीको 4 नम्बरमा 8-10 दिनमा कम्तीमा पनि 10 जना क्रिकेटर बन्ने सपना बोकेको नौजवानहरू भेटेको छु। हामी त्यसमा काम गर्न चाहन्छौँ। हामी यहाँभित्र राम्रो एउटा क्रिकेटको एकाडेमी बनाउन चाहन्छौँ। चाहे त्यसका निम्ति भारत सरकारसँग सहयोग लिनु परोस्, साझेदारी गर्नु परोस्, त्यो हिम्मत राखेर तपाईँको नेता भएर त्यहाँभित्र गएर त्यसको जिम्मा लिएर काम गर्न चाहन्छु। मधेस यहीँभित्रको रङ्गशाला लगायतका थुप्रै परियोजनाहरू छन् अलपत्र परेका। यहाँभित्र मेरा सांसदको उम्मेदवार साथीहरू हुनुहुन्छ जसले जिम्मा लिनुभएको छ। म यहाँ कसैले रङ्गशाला बनाउँछु भन्नुभएको छ, कसैले म पूर्वाधार बनाउँछु भन्नुभएको छ। हामीले भनेका यो 5 वर्षभित्र गएको 30औं वर्षमा बन्न नसकेको पूर्वाधारहरू 5 वर्षमा बनाउने, स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने सङ्कल्प बोकेर आएका छौँ। तपाईँले लिएको जिम्मा पुरा गर्ने ग्यारेन्टी सहित आज म तपाईँहरूको बिचमा उभिएको। त्यसैले आदरणीय साथीहरू, यही सङ्कल्प लिएर आज म काङ्ग्रेसको सभापति भइसके पछाडि काठमाडौँको मेरो आफ्नो निर्वाचन क्षेत्र नम्बर 4 का मेरा मतदाताहरू, मेरा मातापिता, मेरा त्यहाँका सबै अभिभावक जसले मलाई यत्रो बनाउनु भयो, मेरो क्षेत्रका सबै मतदाताहरूलाई धन्यवाद दिएर
आज बिहान मात्रै पनि मेरो क्षेत्रमा बस्ने 100 वर्ष नागिसक्नु भएको पुरानो घर सिरा रहेको दिव्य शताब्दी पुरुष श्री गौरीशङ्कर लाल दासलाई ढोगेर उहाँको आशीर्वाद लिएर मलाई 3 पटक यहाँबाट निर्वाचन जिताउनु भयो। तर अब म मधेस जाँदैछु, म मधेस गएको छु, म सरलाई जाँदैछु, तपाईँको आशीर्वाद लिएर जाँदैछु भनेर आज सरलाई आएको छु। मैले यहाँ आएर भने म मधेसको नेता हुन आएको होइन, मधेसको बेटा हुन आएको भनेर भनिसके पछाडि केही साथीहरूले मलाई सामाजिक सञ्जालमा सोध्नु भयो, मधेसको बेटा हुन आएको भनेर भन्नुभयो, तपाईँको आमा मधेसी हो भनेर सोध्नुभयो। मैले भने मेरो नसामा मधेसी आमाको रगत छैन, म ढाँड्दिनँ, तर मेरो यहाँ छातीमा दुर्गानन्द झा छ। मेरो शरीरभित्र कामेश्वर कुशेश्वरको साहस बगेको छ र मेरो एउटा आँखामा सेखेत रिस छ, अर्को आँखामा महेन्द्र निधि छ, मसँग सपना छ। म यहाँबाट कतार गएको मधेसको एउटा युवकको सपना पुरा गर्न आएको छु। म यहाँको मधेसको एउटा माईको सपना पुरा गर्न आएको छु। म मधेसमा डुब्न आएको, म यहाँको समस्या बोक्न आएको, म यहाँ डुब्न आएको, म बोक्न आएको। म सिङ्गो मधेसका मेरा साथीहरूसँग आदरणीय विमल दाई, फर्मुला दाई लगायतका यत्रा मेरा अग्रज नेताहरू यहाँभित्र हुनुहुन्छ, मेरा सिनियर्सहरू, मेरो साथीहरू, मेरो टिम छ यहाँभित्र। मध्य प्रदेशका मुख्यमन्त्री यहाँ हुनुहुन्छ, मेरो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ। सबै साथीहरूसँग मिलेर हिजोका चिजहरूबाट, हिजोका विषयहरूबाट प्रेरणा लिएर यो 5 वर्ष हाम्रो मधेसका निम्ति सबैभन्दा स्वर्णिम 5 वर्ष बनाउने एउटा सङ्कल्प लिएर यहाँ आएको छु। म नेपाललाई यस्तो बनाउन चाहन्छु जहाँ काठमाडौँले बडो मायाका साथ मधेसलाई सम्मान गरोस्। नेपाली राज्यले मात्र होइन, सिंहदरबार बालुवाटार भित्र त तपाईले यो पटक अबकी बार भनेर नारा लगाएर मात्र हुँदैन। तपाईले अबकी बार यो सरकार भनेर नारा लगाउनका लागि पहिला सबैलाई जिताएर पठाउनु पर्छ, अनि मात्र सरकार बन्छ। मलाई मात्र जिताएर हुँदैन, सरकार बन्छ काङ्ग्रेसको। अब सिंहदरबारमा बालुवाटारमा कोही पनि मधेसको मान्छे छिर्दै गर्दा त्यहाँभित्र आफ्नो धोती कुर्तालाई लुकाएर लबेटा सुरुवाल लगाएर छिर्नु पर्दैन, शानले छिर्न पाउँछ। मधेसको राष्ट्रपति नेपाली काङ्ग्रेसले बनाएर आएको। अब यो मधेसकै भूमिबाट नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बनाउने मात्र होइन, हाम्रो सङ्कल्प हो हामी यस्तो देश बनाउने हो जहाँ नेपालको सेनापति मधेसको एउटा छोरा बनेको, छोरी बनेको देश हामीले बनाउने हो। हामीले मधेसको हुँ भनेर भन्दै गर्दाखेरि आफ्नो परिचय लुकाउनु पर्ने होइन, शानले भन्न सक्ने, गर्व से कहू हम मधेसी छी भनेर भन्न सक्ने बनाउने हो, त्यो ठाउँ निर्माण गर्ने हो। त्यसैले म तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु, एउटा भरोसा लिएर तपाईँहरू जानुपर्छ। नेपाली काङ्ग्रेस पार्टी र मधेसको सम्बन्ध सामान्य सम्बन्ध होइन। मैले यहाँ उभिएर भाषण गर्न मात्र भनेको होइन, म नेपाली काङ्ग्रेसको सभापति भएको हुनाले गर्दा नै पहाडको एउटा आमाले जन्माएको, काठमाडौँमा हुर्केको, सर्लाहीको क्षेत्र नम्बर 4 को साथीहरूलाई विश्वास र भरोसा गरेर एकैपटक हम फालेर म गएँ, साथी हो सर्लाही गएँ, त्यहाँबाट सांसद बनेर आउँछु भन्ने आँट किन गरेको भने म काङ्ग्रेसको कार्यकर्ता हो, त्यस कारणले गर्दा आँट गरेको। काङ्ग्रेस जन्माएको ठाउँ हो यो, यसले त्यस कारणले गर्दा आएको। त्यो नेपाली काङ्ग्रेसको यो प्रतिको सम्बन्ध सामान्य सम्बन्ध होइन। तर म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, खास गरिकन पार्टीका साथीलाई आग्रह गर्छु, नौजवानहरू हुनुहुन्छ, ती नौजवानहरूलाई हिजोको कथा तपाईँले गरेर सुनाउनुपर्छ। तर हिजोको कथा मात्र बताएर हुँदैन, भोलिको भरोसा पनि तपाईँहरूले दिलाउनुपर्छ। त्यसले अन्त्यमा तपाईँहरू सबैसँग मेरो आग्रह छ, तपाईँहरू घर घर जानुहोस्, गाउँ गाउँ छिर्नुहोस्, टोल टोल जानुहोस्, नेपाली काङ्ग्रेसलाई एउटा विश्वास माग्नुहोस्। नेपाली काङ्ग्रेस पार्टी आज चुनाव जित्ने, सरकार बनाउने यो होइन। हामी यो देशलाई, यो देशको अवस्था बदल्छौँ, हामी देशको अवस्था सुधार्छौँ, तर कुनै दुर्घटनामा पर्न नदिकन सुधार्छौँ। आज देशलाई के चाहिएको छ? देशको अवस्था बदल्ने सङ्कल्प चाहिएको छ, सोच चाहिएको छ, विश्वास चाहिएको छ, तर सँगसँगै सुझबुझ पनि चाहिएको छ, जसले देशका सबैलाई सम्हालेर लिएर जान सक्छ। हाम्रो देश ठुल्ठुलो छिमेकीहरूको बिचमा छ, हाम्रो सम्बन्धलाई बडो मायापूर्वक, जतनपूर्वक लिएर जानुपर्ने छ। त्यो काम गर्न सक्ने सुझबुझ पनि चाहिएको छ। तपाईँले गएर बताउनु पर्ने छ तल, नेपाली काङ्ग्रेसलाई मत हाल्दिन भनेर कसैले भन्नुहुन्छ भने नहाल भनेर नहिँड्नुहोस्,
जानुस्, कुरा गर्नुहोस्, संवाद गर्नुहोस् र भन्नुहोस्। तपाईँले गएर सोध्नुपर्छ, प्रश्न गर्नुपर्छ। तपाईँले नेपाली कङ्ग्रेसलाई मत किन नहाल्नु? उहाँले भन्नु होला यो होला, यो भयो, यो भयो, यो भयो भनेर, अनि तपाईँ उत्तर दिनुहोस्। तपाईँले भनेका सबै कुराहरू गरेर यो काङ्ग्रेस आएको छ। यो काङ्ग्रेस आफूलाई पखालेर आएको छ। यो काङ्ग्रेस हिजोका आफ्ना गौरवशाली दिनहरूलाई सम्झेर, तर त्योभन्दा पनि अझै गौरवशाली दिनहरू निर्माण गर्ने भनेर आएको छ। त्यस कारणले गर्दा गएर भन्नुहोस्, यो काङ्ग्रेस एउटा प्रतिज्ञा गरेर आएको छ। किनकि हामीलाई थाहा छ, आज हामी प्रतिज्ञा गर्छौँ। विद्यापतिको एउटा भनाइ छ, बिन भरोसा घर नहीं, बिन भरोसा घर नहीं, बिन विश्वास राज नहीं। जनविश्वास बिना कसैले पनि शासन गर्न सक्दैन। हामी आज मत माग्न होइन, मत त पाइएकै हो मधेसबाट। घर घर जानुस् र भन्नुहोस्, तपाईँको मतभन्दा पहिला माई तपाईँको विश्वास चाहिएको छ। गएर भन्नुहोस् छोरालाई, छोरीलाई, तपाईँको साथ चाहिएको छ। काङ्ग्रेससँगै हिँड्छ, तपाईँको विश्वास लिएर हिँड्छ, तपाईँसँगै हिँड्छ। त्यस कारणले गर्दा मेरो सबैलाई आग्रह छ, फागुन 21 गते, धेरै दिन बाँकी छैन। काङ्ग्रेसले यति ठुलो भरोसा गरेको कुराको एउटा प्रमाण आज सिङ्गो नेपाली कङ्ग्रेस पार्टीले आफ्नो पार्टीको नेतृत्व, म व्यक्ति केही होइन, म तपाईँ जस्तै सामान्य मान्छे, मञ्चमा बसेको, तल बसेको, हामी सबै बराबर। हामी कोही ठुलो कोही सानो छैन। सिङ्गो काङ्ग्रेसको प्रतिनिधित्व गर्दै काङ्ग्रेसले आफ्नो सभापतिलाई आज सर्लाही क्षेत्र नम्बर 4 को उम्मेदवार बनाउँदै गर्दा यो 5 वर्ष मधेससँग गरेको एउटा पनि बाचामा तलमाथि गर्दैनौ भन्ने कुराको सबैभन्दा ठुलो प्रमाण यही हो। त्यसैले म सबै साथीहरूलाई आग्रह गर्छु, आज यहाँबाट ठुलो भरोसा बोकेर फर्क्यौँ, ठुलो एउटा उत्साह बोकेर फर्क्यौँ र फागुन 21 गतेको निर्वाचनमा अब थोरै दिन बाँकी छ। कोही साथीले विश्राम गर्नुहुन्न, यत्रो साथीहरू पार्टी आउनुभएको छ। सबै साथीलाई हृदयबाट स्वागत छ। तपाईँहरू सबै साथीहरूलाई जो आज काङ्ग्रेसमा आउनुभएको छ, यत्रो भरोसा गरेर सबै साथीलाई समेटेर लिएर जाने जिम्मेवारी काङ्ग्रेसको सभापतिको रूपमा मेरो हो। हिजो काङ्ग्रेस छोडेर जानुभएको साथीहरूलाई भन्नुहोस्, आज ममताजी, दीपकजी जस्तो नयाँ पार्टीमा लाग्नुभएको साथीहरूलाई भन्नुहोस्, सबै साथीहरूलाई भन्नुहोस्, काङ्ग्रेस सबको साझा घर हो, सबलाई ठाउँ दिएर काङ्ग्रेसले लिएर जान्छ भन्ने भरोसा दिलाउँदै फागुन 21 गते नेपाली कङ्ग्रेसले देशभरिबाट शानदार परिणाम ल्याउँछ। त्यो शानदार परिणामभित्र सबैभन्दा शानदार परिणाम मधेसले दिन्छ भन्ने विश्वास राख्दै मेरो कुरा टुङ्ग्याउँछु। जय जानकी, जय मधेस, जय नेपाल।